देवचुली डाँडो लगभग नजिक नजिक आइसक्यौँ हामी। यहाँबाट चाहिँ पुरा हिमाल देखिँदो रहेछ सर्लक्क। पुरै यो हिमालहरू हो। बोजा पोखरी ठाउँमा आइयो ठ्याक्कै हामी। तपाईँको यहाँबाट पुरै हिमालहरू कति राम्रो देखिँदो रहेछ है। अब हामी यो देवचुली जानको लागि यो बाटो यताबाट हिँड्दैछौँ। यो बाटो हिँड्दै हिँड्दै अब आज माथि गएर बसिन्छ। हेर्नु कस्तो चाहिँ भ्यू। कता यताबाट कताबाट हो? कताबाट दाइ? उता त घरहरू बस्तीहरू ओ उहाँहरू चाहिँ बस्तीहरू। देवचुली डाँडा जानुभन्दा अगाडि यहाँ बस्ने ठाउँ रहेछ। यहाँ चाहिँ बस्नु मिल्दो रहेछ बस्ने। अनि अब त्यसपछि भोलिपल्ट चढेर यो बिहान यो माथि टाढामा जाने रहेछ। यहाँको भ्यू यस्तो छ हेर्नु। अब खाने नाच्ने गाउने कार्यक्रम भइरहेको छ त्यतिर। हामी चाहिँ अब यताको अर्को बाटो जाँदैछौँ। उतापट्टि साइडमा त्यो घरहरू देखेको ठाउँमा हामी चाहिँ त्यहाँ बस्न जाँदैछौँ। आजको बसाइ हाम्रो देवचुली डाँडा ठ्याक्क तल फेदीमा हाम्रो दाई बराल बाजे घरमा मासु पोल्दैछौँ। लोकल कुखुराको मासु। घन्टै पारेलाई मतलब होइन। हामीले घाम निस्किएर तपाईँले के हेर्नु भनेर लगाइदिनु रेकर्ड गरेर त्यो आधा निक्ल्यो है। जुम गर्ने नि देखिन्छ। जुम गरेको मैले त्यो झाडाले हात काम प्रत्यक्ष देख्न पाइयो है। कस्तो सक्यो यहाँ आँखा क्यामेरामा सेम छैन यहाँ हालेर क्यामेरामा सेतो देखियो क्या। कहाँ भिडियोमा गयो अन्त कस्तो उज्यालो लाग्यो ठ्याक्क देखियो बोल्दैन भयो। ठ्याक्क उज्यालो देखियो अहिले टक्क टल्कियो यार। ठ्याक्क उज्यालो सारा देवचुली डाँडाको अहिले त पर्नतिर पनि उज्यालो उज्यालो भयो होला।
माथि त हावा चल्छ चल्छ क्या मौसममा त चल्दो ठ्याक्क माथि पुग्यो फेरि तल तल थियो यो चाहिँ ठ्याक्क पोखरी हो ठ्याक्क यहाँ पोखरीमा झरेपछि त्यहाँबाट हिँड्दै हिँड्दै आउनुपर्छ हामी यताबाट हिँड्दै हिँड्दै लक्क लगाएर त्यही आउनुपर्छ आएर हाम्रो देवचुली डाँडा यही हो हामी जान लागेको देवचुली डाँडा यता चाहिँ हिमालहरू छ अब यतातिर डेन्जर बाटो छ यहाँ हिँड्नलाई अन्टीको माइत त्यता अग्रामे हो त्यता पर्छ अन्टीको माइत ठ्याक्कै त्यतातिर पर्छ कि त्यत्रो बाटो हिँडाइदिएको त त्यो बेला मलाई हेर्नु त यत्रो बाटो हिँडाइदिएर लगा भने कम हो हिमाल हिमाल आउँदै गरेको हालिदिने खै दाइ तार नटिपेको यहाँ टिप्यो त यार इ फोन आयो त बुढले गरी क्या हो बुढले गरी भिडियो कल गर भिडियो कल हामी आएको ठाउँबाट देखाउनु पर्यो नि यसरी सट्टोमा यसरी आएर हिमालबाट टक्क देवचुली डाँडा टावर ल यो बर्चुली देवचुलीको माथिबाट हेर्दाखेरि हिमाल बादल तल ल यो भिडियोलाई कन्टिन्यू दिनु त तपाईँले त्यहाँ समातेर नेपाल स्वर्ग स्वर्ग यही नेपालमा छ भने पोखरा जानै पर्दैन सबै यहीँबाट देखिन्छ होइन सब देखिन्छ यहाँबाट यहाँकै भ्युज मान्छेले कतिले त हेर्नै पाएन क्या त होइन हामीले त बल्ल हेरियो 34-35 वर्षमा ल दिनु दाइ कतिले हेर्नु यसो हाल्नु त त्यसबाट कन्टिन्यू दिनु त मलाई ल यहाँ कसैलाई फेरि फोटो खिच्न आत्तुरी भइरहेको अहिले कस्तो चाहिँ अहिले फेरि कस्तो छ्याक्क उजाले हिँड्छ गर्छ यहाँबाट भनेको यार नेटले टिप्ने भएको टाढो टिप्दैन त बुढले फोन त गरेको थिएँ ए रामुले हिमाल तानेर ल्याइसक्यो त्यो छोड त
डाँडा भिडियो बनाउनु होइन ल देवचुल डाँडाबाट त पोखरातिर जाँदै खाने फेरि अब नलपुरबाट आयो पोखरातिर सिधै हानिन्छ नभए अलि उता गरेर फर्किने है ट्याक्क डाँडा फर्र लाएर अब फर्किने यतातिर बाउ त नजानु बुढो होइन त यसलाई चिताले दिने हो भिडियो बनाउनलाई हिँडेको मान्छे चाहिँ हिँड्नै नि अर्को हुँदो रहेछ कि फेरि ल अमिर है ल अमिर हिँडै चाहिँ खत्रै छ क्या हामी त पुरा घुम्नु हो क्या अब यो देवचुलतिर गयो पछाडि देखियो है गो झगडायो फेरि अब कता लाभचुलबाट हो ब्याग स्याग त बोकेन त लाउदै गरायो स्वर्गको आनन्द लिँदै अब यताबाट कतातिर हान्ने नि त होला सिधै यो चाहिँ गुफा होइन गुफा यस्तो जाने हो तल है खै जाऊँ त हिँड्ने उता एउटा शक्ति हो क्या छोड त्यहाँ अर्थ यतातिर फर्केको होला जस्तो मानेको थिएँ मैले सोचेँ थिएँ यतातिर फर्केको घुमेर जानुपर्छ क्या यो ढुङ्गाले धान्नेको होला है खै छोड्नु न भर्याङ पनि छ त्यहाँ भर्याङ छ कि तल ए यहाँबाट तल जाने अनि भर्याङबाट जाने पूजा जाने हो कि सानो यता तल अनि त्यहाँ यहाँबाट चाहिँ हिँड्ने होला नि पहाड गए त मान्छेहरू चाहिँ गुफा र माथि देख्छु डाँडा अनि तरै गएको बेलामा चाहिँ एकदम ढक्रम्मै फुलेको खेतका गप्पा आली आलीमा फुलेको देखेर ओहो कति राम्रो फुल फुल्दो रहेछ यो त भनेर लिएर यो एउटा गफ भयो होइन अनि अर्को चाहिँ हामीलाई के भन्थ्यो पहिला पहिला हामी सानो सानो हुँदाखेरि क्या हो यो देवचुल डाँडो पारि ठुलो नदी छ त्यो भरिँदै 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 जति पाप बढ्दै जान्छ त्यति त्यो भरिँदै भरिँदै जान्छ र अनि त्यो डाँडोलाई नै ढाकेर अनि पानी जति सर्लक्कै डाँडो फुटेर यता आउँछ आएर सबै बगाएर लान्छ भन्छ कि हामीले सोच्नै त्यही हुन्थ्यो कि कहिले यो डाँडो फुटेर पानी आउँछ भन्थ्यौँ कि हामीले मलाई खानेकुराले के दिपक दिनभरि ब्याङ्क गोरु खेलाउनु लाएर पुरा पैसा दिन्छु म
उताळो